हेलो गाइस, सम्पूर्णलाई नमस्कार छ। म चाहिँ आज पोखराको ट्रिप सुरु गर्दैछु। गाडी सबैतिर रेडी भइसकेको छ हैन। अब एकछिन हामी चाहिँ अब आज पोखराको कुस्मासम्म जाने कुरा भइरहेको छ। अब गाडी पनि रेडी भइरहेछ हैन। दरिया मेरे दिल का ये बहता ना, दुखी दिल की सदा कुछ ये कहता ना। अब यात्रा म सुरु गरिसकेँ है। सबैजनालाई आज चाहिँ पोखराको टुर हुँदैछ मेरो। अब म चाहिँ घरबाट निस्किसकेको छु। अब एकछिनमा पेट्रोल पम्पमा गएर डिजेल हालेर है अनि सरहरूलाई रिसिभ गरेर म चाहिँ लाग्छु कता त पोखरातिर। अब चाहिँ म तपाईँहरूलाई रेगुलर बाटोको अपडेट र के छ कस्तो छ, पोखरा जाँदा कस्तो के बाटोमा के पर्छ हैन, हरेक कुराको जानकारी गराउने नै छु है। अनि अब अहिले चाहिँ म अब निस्किसकेँ। डिजेल हाल्न पेट्रोल पम्पमा पुगिसकेको छु। कति खान्छ हेरौँ। डिजेल चाहिँ हालेँ नाटक पारेर आयो स्टोरमा। 40 लिटर मजाले खान्छ होइन अङ्कल? 40 लिटर चाहिँ खान्छ क्या सबै। बिस्तारै हालिदिनु होला, तलबाट चिक्क फाल्छ क्या। फाइनल्ली डिजेल हाल्नु सकियो। म चाहिँ अब सरहरूलाई रिसिभ गर्ने ठाउँ जाँदैछु हैन। एकछिनमा पुगिन्छ। त्यहाँ चढेर यताउता गरेर हामी चाहिँ निस्किन्छौँ अनि बिस्तारै तपाईँहरूलाई बाटोको दृश्यहरू देखाउँछु हैन। अहिले चाहिँ अब डिजेल हाल्नु सकियो। म चाहिँ अब फेरि उहाँहरूलाई रिसिभ गर्न हिँडेँ। भनेपछि 7 घन्टा लागिहाल्छ होइन। 11 बजे पुगिहाल्छ। जाँदै गरेको छ। कस्तो छ अहिले अलि बनाएको छ बाटो? छिटियो बनाएछ। अस्ति भर्खर गएको थियौँ पोखरासम्म चाहिँ। त्यहाँदेखि उता चाहिँ मलाई पनि थाहा छैन। अब यतापट्टि अलिकति डिस्टर्ब छ भने सीता पाइलाबाट जाउँ, स्वाटै निस्किन्छ। भयो कन्ट्याक्ट भयो कुन कलेजमा भन्ने? ए ल तिर आइपुगेपछि चाहिँ के विचार आयो भने पशुपतिमा त नर्मल्ली त बाँदरहरू त हुन्छन्।
अनि जङ्गल त उता छ, खान पाउने पानीदेखि लिएर सबै उता छ। पशुपतिनाथको मन्दिर वरिपरि त्यो उतापट्टि वन, यता चाहिँ वरिपरि यता घरतिर जान लाग्यो भने कि यता किन जानु पर्ने, तिमीलाई खानेकुरो त कमी छ जस्तो लाग्दैन। अनि ठ्याक्क मैले कोरिलेट के गरेँ भने त्यहाँ असाध्यै पुरानो र नाम चलेको 32 बुद्धलीमा राम मन्दिर छ। त्यहाँ बाँदर जाँदो रहेछ, हप्ताको एकचोटि पुग्दैन अरे है। त्यसपछि थापाथालीमा चाहिँ कहाँ छ मलाई थाहा थिएन राम मन्दिर, त्यो मलाई थाहा थिएन। त्यसपछि यहाँ त थापाथालीमा जङ्गल पनि छैन, पानी गाईलाई बुझ्यो नि उसले। अब त्यो 9-10 मा गाईको छोटो यत्रो बनाएर चित्र बनाएर रङ लाउनु पर्दैन। उसलाई गाई भनिदिएपछि गाईको पिक्चर उसको ब्रेनमा पहिल्यै छ। हजुर, त्यसो भएर धर्मलाई नि बुझ्ने कस्तो हो नि, मन्दिरमा पनि हुन्छ, व्यक्तिमा पनि हुन्छ, ठाउँमा पनि हुन्छ, वनस्पतिमा नि हुन्छ। हरेक ठाउँमा ऊर्जा छ। ऊर्जा बढी हुने चाहिँ त्यति ठाउँ हुन्, तर सबै मन्दिरमा सबै ठाउँमा नेगेटिभ पनि हुनसक्छ, पोजिटिभ पनि हुनसक्छ ऊर्जा। अनि तपाईँ एउटा तहमा पुग्नुभयो निराकारमा भने तपाईँलाई नजाँदा नि हुन्छ। व्रत बस्ने, यो खाने यो नखाने, त्यो नगर्ने भने धार्मिक भनेको व्यवहारमा जति देखाउन सकिन्छ, विचारमा जति बुझ्न सकिन्छ, अनि इनर्जी आफैसँग हुन्छ भन्ने कुरामा म त्यति फिल गर्छु। र धार्मिक हुनु भनेको त्यो इनर्जीसँग आफैले कनेक्ट गर्नुपर्छ, आफैले आफैलाई भन्ने हो। म बढी क्वान्टम बढी खोज्छु अनि यता जोड्छु। तपाईँ साँच्चै आध्यात्मिक र तपाईँको लेभल अफ इनर्जी, तपाईँ बडीमा इनर्जी आएन भने तपाईँको धर्म होइन, त्यो संस्कार मात्रै हो। तपाईँको धार्मिक भन्ने हुँदैन, तपाईँ संस्कारी मात्रै हो। हजुर, होइन? तपाईँ साँच्चै आध्यात्मिक र धार्मिक भयो भने तपाईँलाई फर्स्ट रेस्पोन्स दिने मान्छेले त कति बुझ्ला कति नबुझ्ला दुईटाले दिन्छ, प्लान्ट र एनिमलले रेस्पोन्स गर्छ। हजुर, तिनीहरूले चाहिँ इनर्जी। तिमीहरू यसरी इज्जत मलाई गर्छौ कि त्यसको विपरीत मेरो बेइज्जती पनि त हुनु पर्यो नि। प्रकृतिले त्यो जहिले पनि ब्यालेन्स गर्छ। अति भइसकेपछि एउटा अर्को बाटो पनि छ, त्यसैको सजाय मैले पाएँ। उसमा त हरेक चिजको जवाब थियो नि त। पेन्टाफ्लो लेखेकोमा औषधि होइन कि अर्को त्यो बट्टा के हल्का हलुङ्गो छ नि, आवाज आउने के त्यो एउटा चाहिँ त्यो खोलेर हेर न तिमीले, बक्साइ त्यो च्यातेर हेर नि भयो। हल्का जुन अलिकति हलुङ्गो छ होइन, त्यो फलाम र उसमा त फलामको र उसकोमा त धेरै फरक पर्दैन वेटमा। त्यो बक्सा त त्यसै आवाज आउँछ के त्यो प्याकेट त थाहा भइहाल्छ, खोलेर हेर्दा नि हुन्छ। ए हुन्छ ल ल, त्यो आवाज छ अनि 6 महिनाको लागि हो कि त्यो भएर पुरै त्यो डक्टरको उस पनि मैले पठाइदिएको छु है तिमीलाई प्रिस्क्रिप्सन। त्यो आवाज थाहा हुन्छ कि तिमीलाई, त्यो आवाज यसो धार्मिक काम के छ त्यो काम।
तपाईँले गरेपछि त्यहाँबाट स्किल पनि सिकिन्छ, एउटा आइडिया पनि सिकिन्छ, के हुन्छ के हुँदैन त्यो। हामी चाहिँ अहिले नास्ता खाएर सकाइछौँ। हामी छौँ धारकेमा मिष्टान्न भनेर नास्ता खायो। गल्छी लस्सी एन्ड मिठाई सेन्टर शुद्ध शाकाहारी खायो नास्ता। हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। म चाहिँ अहिले चाहिँ पोखरामा छु। अब चाहिँ हिजोको मेरो चाहिँ भ्लग हिजो राति चाहिँ बनाउन मिलेन है। अब चाहिँ हिजो राति अलि ढिला भइहाल्यो, 11:30 बजेतिर पुग्यो समथिङ। अब चाहिँ आजको हामी यहाँ पोखराबाट कुसमाको यात्रा हुँदैछ। अब एकछिनमा म कोठाबाट बाहिर निस्किन्छु होइन, त्यहाँको दृश्य टक्क देखाउने छु। अहिले चाहिँ अब हामी सबैजना हेर्दै गर्नु होला। म चाहिँ अब आधा घन्टा अथवा 1 घन्टाभित्र यहाँबाट हिँड्ने हो। नास्ता अब बिहानको ब्रेकफास्ट गरेर हामी निस्किन्छौँ। हामी 3 जना छौँ, सरहरू हुनुहुन्छ 3 जना, म एउटा 4 जना छु। यहाँ एकजना अर्को थपिने भन्ने कुरा भइरहेछ है। अब हेरौँ कस्तो हुन्छ, सबैजनाले हेर्दै गर्नु होला है। हस्, गाडीको स्टार्ट भइसक्यो। अब हामी एकछिन हिँड्यो। पोखराको के हो तले सोमेरु भन्ने होटलमा छ होइन। हामी चाहिँ अब एकछिन हिँड्यो। अबको 10-15 मिनटमा हामी चाहिँ अब नास्ता खाएर पुग्यो होइन। हामी चाहिँ गाडी स्टार्ट गरेको राति आएको गाडी थोरै खोज्छ है, सफा गर्न पनि सकेको छैन। अहिले सिधै काठमाडौँ गएर सफा। म चाहिँ हाम्रो के भन्छ अब यो के भन्छ फेवाताल नजिक जाँदैछु गाइज है। एकछिनमा यतिकै चाहिँ जाँदैछु होइन। अब एकछिनमा पुग्छु म फेवाताल सायद। अब तपाईँहरूलाई विशेष गरी यो पोखरा एउटा चाहिँ नेपालकै एकदमै पर्यटकीय स्थल भएको ठाउँ फेवातालमा है, तपाईँहरूलाई लगेर यो देखाउँदैछु म। अब चाहिँ हामी चाहिँ हजुरको के भन्छ यो नेपाल लगायत थुप्रै देशको पर्यटकहरू आएर यहाँनिर चाहिँ रमाउने, यहाँ अझै तपाईँको चाहिँ एकदम इन्जोय गर्ने ठाउँ हो जस्तो लाग्छ मलाई। यहाँको यो माहौल देख्दाखेरि, यहाँको यो होटल व्यवसायहरू देख्दाखेरि है। अनि त्यो भएर चाहिँ हामी म चाहिँ यहाँ के हो भनेपछि हजुरको म चाहिँ पनि यसो छोरोहरू लिएर आएको, यही मौकामा घुम्छु नि त के हुन्छ र भनेर घुम्नलाई आएको। हेर्नुहोस् अब जान्छु म फेवातालमा एकछिनमा। अब चाहिँ तपाईँको म अघि नै कुन होटलबाट आएको थिएँ, कति नजिकबाट आएको थिएँ, मलाई त त्यो पनि थाहा छैन हौ। अहिले होटलै बिर्सिनु छैन, मैले बर्बाद भयो। अब यहाँ होटल नजिकैबाट भित्र चिन्नु रहेछ, त्यो मान्छेले मलाई ठगेर यहाँबाट भित्र भने चिन्नु भने त अनि यहाँ होइन अझै होइन। यहाँबाट हामी यति गरेर लड्छ यहाँबाट भित्र चिन्ने बाटो भयो यो। त्यो होटल त यहाँनिरबाट भित्र हो, यही नै हो यो होटल चाहिँ होइन। मैले खाएको होटल यही हो। अब चाहिन्थ्यो यताबाट अगाडिबाट कताबाट हो यही ठाउँमा आर्मी ब्यारेक आइहाल्यो हो। उसले भने ठिकै कुरा थियो क्या हो, मैले आफै होइन यही नै हो, यही नै हो, यही नै हो। म चाहिँ तपाईँको अब यहाँबाट तलतिर जान्छु होइन। अब जान्छु फेवाताल आइज गाइज। फेवातालैमा मेरी माया जालैमा, फेवातालैमा माया जालैमा। माता तालबारी आरती सेवा समिति भनेर यहाँ पुनः भन्दैछ। अनि म भन्ने बिर्सेको हेर्नुहोस् त यहाँ। अब आयो फेवातालमा हामी गर्ने छौँ यहाँको इन्जोय। फेवाताल एउटा नेपालको प्रसिद्ध ताल हो। सबै तपाईँको चाहिँ एकदमै डेन्जर, एकदम रमाइलो र राम्रो ताल हो है। अब चाहिँ गाडी मैले पार्किङ गर्छु। गाडी पार्किङ गरेर म चाहिँ तपाईँको फेवातालको दृश्यहरू देखाउन चाहन्छु।
फाइनल्ली यहाँ पुगेँ म पोखरा फेवा दालमा। यहाँ के हो बिहे जस्तो के हुँदैछ यहाँ नाच्ने हुँदैछ क्या सार्वजनिक शौचालय जिल्ला बेनी नगरपालिका वडा नम्बर 5 खुलाचौर। विगत लामो समयदेखि म र मेरो श्रीमती छोरा र छोरी सहितको परिवार बेनी स्थित क्याम्पस पुग्यो ल मनै आनन्द हुन्छ तालको पनि दृश्य अनौठो छ होइन पुरै ढुङ्गाहरू सारङकोट उल्टियो माथि डाँडा बादल लाग्यो भने यहाँबाट तपाईँको हेऱ्यो भने बिचको मन्दिरको म होइन मेरो ऊ त थिएँ उता उहाँ कुसमादानमा छ कि उहाँहरू गेस्ट हाउसमा अरू अनि अर्को गाडीमा कुसमा हामी कहाँ जाँदैछौँ रे समेरी गुफा र पोखराको एकदम फेमस होइन निकै चलेका यतातिर यता समेरी गुफा र अरू के गुफा रे महेन्द्र गुफा कहिले तिमीलाई भन भने बोल्दै गर अनि यताभित्र यता त्यति हिरो कति हो नि हजुर यो हिरो 12 हो हजुर कति भयो नि यो चाहिँ मैले खासमा चाहिँ यो उसमा सोरुम के अरे सरी त्यो उसमा पसलमा सोद्धाखेरि 38,000 भनेको थियो होइन म चाहिँ एकजना म्युजिसियन दाइ हुनुहुन्थ्यो कि उहाँसँग किनेको एकदम सस्तै परेको थियो मलाई 40,000 रुपियाँ हाल्न त मैले तपाईँको 2टा ब्याट्री एक्स्ट्रा अनि चार्जर सबै कुरा यो कभर यसको कभर पनि दिन्थेन त्यहाँ जाँदा चाहिँ प्राइस पऱ्यो त वर्थित भयो त ए बन्दै भयो हुन त चलिरहेको छ तिमी भन मात्र यहाँ पोखराको एकदम भाइ ठुली पोखरी यो चाहिँ पोखरी आयो त्यही जानु शहीद भावना स्मृति पार्क त्यो माथिबाट पोखराको लगभग भ्यू देखिन्छ होला त पोखरा भ्यू देखिन्छ कहाँ देखिन्छ कहाँबाट देखिन्छ होला अलिकति उता माथिबाट देखिन्छ घारीमी डाँडा कटाडा यहीँदेखि माथि हो यहीँबाटै यहीँबाट गइदिउँ न त नभए ल जाऊँ है आज त अलि सिधै मौसम यता क्याप्टेन हजुर यहीँदेखि जान्छ हरिपार त्यसो अब घार्मी डाँडा पुगिन्छ कति लाग्छ टाइम त लाग्छ नै लाग्यो के छैन बरु त्यो फेवाताल कति हेर्नु क्या होइन ए फेवाताल म कति हेर्नु भने क्या म हेरेँ चिन्नु म पनि 3-4चोटि आइसकेँ बरु यस्तो ठिक छ नि त यता कहाँ जस्तो लाग्यो यार मलाई कता अस्ति म यता कता बाटो यस्तै लाग्यो पोखरामा त लुकेको ठाउँ धेरै छ नि एक्सप्लोर गऱ्यो भने त कति भेट्छ कति कति भेट्छ कहाँ अरे भाइ घर ए मेरो त रूपन्देही ए रूपन्देही हो अहिले एटम सिजनले झन् राम्रो गराएको ए यहाँ चाहिँ सबैजना कतिजना सबैजना हामी लगभग 16 जना छौँ हालिदिने हो त केटीहरू भन्दा जिहरू हुन्छ तिमीहरू भन केटा मैले बिहा गरेँ गरिसकेको छु त तिमीहरू हेर्ने क्याप्टेन भन आमा छोरी रहेछ बनाउँछ तिमीहरूलाई भन न हिँड्न दिन तिनीहरूलाई पेट घट्छ अगाडि यो स्कुटी चाहिँ नतानेर बसेको जस्तो लाग्यो दामी छ है पनि गएँ नि क्याप्टेन त गएँ अहिले यत्तिकै हान्थ्यौ यो चाहिँ के डाँडाबाट देखिने अरे घार्मी डाँडा घार्मी डाँडाबाट देखिने पोखराको भ्यू
यता चाहिँ टावर छ टावरबाट हो त्यहाँबाट जानुपर्छ एकछिन हो लग भन्दा यतिकै देखाउँदा म गाडी लक गर्छु ल यो बोल्दै गरौँ के बोल्नु यार चाहिँ हामीहरू हाम्रो यता सानो अब उता लामो चौरहरू देखिन्छ यो पनि लामो छ र यो लामो छ र के त लामो चौर उ त्यो स्कुल हामी त्यहीँ त बस्छ चाहिँ लामा चौर अलि देखिँदैन रहेछ कि यतादेखि ऊ त्यहाँ सिधा के भन्छ सारङकोट ए माथि के हो मोटाउनु मोटा अहिले त धेरै मोटा छ त मोटाइयो नि मामा आएदेखि त मुस्ताङ पनि जानु होला है हजुर मुस्ताङ गएको जानु भएन पछि अफर गर्छ म पनि कतिखेर नयाँ आउँछ ए पहिला कता कता गर्नु पर्छ हाम्रो कर्णालीमै हो हजुर कर्णालीमै गर्छु अनि अहिले यो लगान्ने भन्दा हुन्छ नभए हामी चाहिँ ऊ त्यहाँ छ नि सिधा ऊ त्यो ढिकी डाँडा यो हाइटको हजुर ठिकै डाँडा त्यहाँ जाँदा हामीलाई टाइम लाग्छ होला है यहाँ यही बाटो हो यही बाटो हो नभए गइदिनु नि कति छ र 3-4-5 किलोमिटर जति होला कि होला हामी त हिँड्दै गएको अस्ति भइहाल्यो नि मर्भुवन भान्जा र एउटा प्रिय भाइ भेटेको घुम्नलाई आयो यहाँ चाहिँ के डाँडा के घार्मी डाँडा घार्मी भ्यू टावर रहेछ कि त्यो यहाँबाट चाहिँ अब पोखराको भ्यू देखिन्छ केही खाने चिज लिएर आउनुपर्ने रहेछ सबभन्दा ठुलो गल्ती गरियो होइन सारङकोटबाट चाहिँ अब सब लेक साइडहरू पनि देखिन्छ यहाँबाट चाहिँ खासै यो छ नि यो यसले छेक्यो हामी त म त धेरै माथि आइसकेँ क्या हो लेक साइडबाट त है आम्मा लेक साइड चाहिँ यसको पारी छ क्या उतापट्टि पऱ्यो नि त त्यही त म त धेरै टाढा आएछु त्यही भने लेक साइड त हुँ भइगयो नि उतै होइन यो ठुलो देखियो नि यो डाँडा त्यो चाहिँ काउँ डाँडा भन्छ कामु काउँ काउँ डाँडा यस्तो भ्यू यो लामा चौर यहाँ होइन यो एरिया ए ठुलो पोखरी कुन ऊ त्यो ठुलो पोखरी अघि आएको यहीँनिरको मन्दिर छ नि बिचमा ए त्यहीँबाट हो हामी आएको हो र मैले त तिमीलाई त्यहाँ उतै भेटाएँ होइन मैले उतापट्टि भेटाएँ ठिक ठिक यसको चाहिँ छन् त छ साँगुडो खुल्ला छ तर म जान्दैन नि त फेरि मैले भएर किन त्यति मात्र चाहिँ सुरु भयो भन्नुपर्छ नि अनि आउँछ देखाउँ मलाई सम्पूर्णमा नमस्कार होइन म भान्जा एकजना भाइ होइन अनि लगेर यता घुम्न जाउँ भनेर यसो घुमाइदिनु पऱ्यो मामालाई भनेर भान्जाले भनेर हामी चाहिँ यहाँ घार्मी भ्यू टावर घुम्यो अब कुन हो ढिकी डाँडा के अरे ढिकी डाँडा ढिकी डाँडा जाँदैछौँ हामी एकदमै राम्रो छ त्यहाँ अगाडि हिमाल पनि देखिरहेछ अनि हामी एकछिनमा अब टक्क यसो घुमेर आउनेछौँ होइन यहाँको आनन्द त अब कुरै छोड्छौँ यहाँ बेग्लै छ होइन मजा यो चिसो यो आनन्द यो गाउँ हामी फेरि अब गाउँ छिरेको भएको हुनाले नि धेरै माया लाग्ने एकदमै राम्रो सफा उत्तिकै पोखरा भनेपछि मान्छेलाई त्यत्तिकै मन ओहो के हो होइन अहिले चाहिँ अब म चाहिँ बिहान फेरि कुसमा जाने भनेर एउटा बनाएको थिएँ मैले कुसमा नहुने भयो हामी यतै घुमिरहेछौँ अब चाहिँ यहाँ के अरे सरी ढिकी डाँडाबाट हामी चाहिँ तपाईँलाई पोखराको पुरै भ्यू देखाउनेछौँ अहिले गाडी पुग्यो भने चाहिँ पुगेन भने चाहिँ हामी जाँदैन होला हस् थ्याङ्क यू अफ हुन्छ हामी चाहिँ के अरे ढिकी डाँडा जाँदैछौँ उता फेरि पिच रहेछ यहीँ त्यो आरसिसी गरे हात त उकालो ठाडोमा अप्ठ्यारो हुन्छ नि त त्यहाँनिर पनि दुईवटा बाटो फाट्दो रहेछ नि त फेरि क्याप्टेन त कहाँसम्म आएको त्यहीँ कच्ची हामी अघि त्यहीसम्म कहाँ यहीँसम्म अघि थियो नि ए कच्ची रोड त्यहीसम्म यहाँनिर पो बसेर भिडियो बनाउनु जस्तो रहेछ बनाउनु अहिले गाउँमा फर्किँदाखेरि नहल्ल है नहल्ल भन्दा हल्लिहाल्छ गाडीहरूले मान्छे फेरि यो हल्लिँदैन नि त हल्ने नि त यसको त स्टेबलाइजेसन धेरै राम्रो छ एक नम्बरमा त्यो चाहिँ एकदम बेट लाग्यो यसको ल्याउँछन् नि हामी मूर्ख अघि पनि
मूर्ख आएन गाडी ल्याउनु गाली गर्ने के भनेर प्लास्टिक मुक्त वातावरण तथा सरसफाइ अभियान अरे ए यहाँ त सेम गाउँ रहेछ यार यो ठाउँमा त फोटै लिनुपर्ने रहेछ यार है क्या ए माथि हिमाल नै देखिनु रहेछ एउटा भिडियो बनाउनुपर्छ अहिले पछि आफ्नो मेरो टिकटकबाट त्यो कुन हिमाल रहेछ त्यहाँ अन्नपूर्ण रेन्ज नि होला त्यो है होला र हजुर त्यो पुसमा पनि अन्नपूर्णको उसमै हेर्न र उसमा केही भाउला छ हेर त भन्दा अलिअलि चिप्स रहेछ के गर्ने त त्यो चिसो के छ खै यहाँ माथि छ र छैन होला के होला ऊ यहाँनिर घर छ जस्तो देखाएको थिएँ मैले ऊ उतापट्टि क्या हामी जाँदा उतै होला नि त अहिले हामी चाहिँ ढिकी डाँडा जाँदैछौँ हो पहिला आइगयो बिर्स्यो भनौँ न के अनि मामा अनि हाम्रो चाहिँ क्याप्टेन साथी नमस्ते मेरो नाम चाहिँ अक्षय चौधरी हो म चाहिँ आज हामी यो हो नि त उता ढिकी डाँडातिर घुम्न जान लागेको छौँ अब उहाँ चाहिँ हाम्रो मामा पर्नुहुन्छ हो गुड अनि मेरो चाहिँ युट्युब च्यानल हजुर हेर है उहाँको चाहिँ युट्युब च्यानल छ उमेश राज धिकाल सबले सपोर्ट गरिदिनु होला सकेसम्म भाइरल गरिदिनु होला क्या दामी भ्यू देखियो है यहाँदेखि त हिमाल पनि हेर पानी पर्दैछ ए माथि कति टल्केको किले खानु मान्दैछ पानी परेर हो कि किले खानु छोड्दै के फरक पर्छ दादामा अहिले समातिर मार न त्यो त्यो अब दाबिरहेको हुन्छ साइड मार अझै बन्दै भएको तिम्रो ए ल अहिले चाहिँ हामी ढिकी डाँडा जाँदैछौँ एकदम यो रमणीय ठाउँ एकदम राम्रो भ्यू देखिएछ दामी दामी ल हाम्रो मामा अहिले तिम्रो पनि पालामा त भन्छु गर्ने हामी यही रुट जाने अब एकछिन आजको वेदर चाहिँ धेरै राम्रो देखियो माथि उ हेर्नु छ ए सारङकोट है कस्तो राम्रो देखियो एकछिन हामी तिनजना उभिदिउँ न के भयो त्यहाँ यता यता देखिन्छ त्यहाँ पनि के खाने चिज ल्यायो हामीलाई ठिक हुँदैछ कि बर्बाद तर यो यतापट्टि यो कुन हो जस्तो लाग्यो कि सानो बोधर अघि आउँदाखेरि मैले के हामी अघि आउँदा यही बाटो आएनौँ त यही बाटो त्यो डाँडा पुगेर त हामी ए त्यो घरमी डाँडा है यो उतातिरबाट चढेर चाहिँ घान्द्रुक जानुभएको छ होला म घान्द्रुक राखेन जानु भएन त्यहाँ पनि जानुपर्छ मैले त्यहाँ पनि जानु एक्सपिरियन्स गर्नु त्यहाँ उता मुस्ताङ जाने बेलामा यो चाहिँ हाम्रो ढिकी डाँडाको भ्यू पोइन्ट ऊ त्यहाँ चाहिँ सारङकोट देखेछ अब त्यसको बारी चाहिँ अब लेक साइड छ ऊ त्यो काउँ डाँडा यो सबै अब पोखरै सिटी हो यहाँ हाम्रो अर्को भान्जा म चाहिँ नेक्स्ट भान्जा लाऊ सँगै ल सबलाई हाई गरिदिउँ हाम्रो मामालाई सपोर्ट गरिदिनु होला सकेसम्म हाम्रो मामा यता हुनुहुन्छ है त निस्क्यो नि ए क्याप्टेन यहाँ एकचोटि टिकटक गराउने यता यता गरौँ न आउनु मिल्छ कि मिल्छ अस्तिको दाईहरू आफै हान्छ यहाँ भन्दा यो होटलको पर्सनल लगानी हो कस्तो भन्ने बुझ्नु हुँदैन होला फोटो खिच्नु त्यसको होइन भिडियो त्यही बाटो काटेर यो के अरे बनाएर ढिकी डाँडा हामी यो ढिगाँबाट यो भ्यू देखिरहेको छौँ होइन हजुर पछाडि यो सबै पोखरा रहेछ यो यता हामी चाहिँ यता मुस्ताङतिर जानु पऱ्यो यतातिर हजुर हजुर परेछ अनि मैले तपाईँलाई नि बुझ्नु यतातिर कता के हो
यो चाहिँ तपाईँहरूले पोखराको सिनहरू देखेर चाहिँ भान्जाले सबै जानकारी छ त्यो भएर चाहिँ मैले यहाँ आएर यसो रमाइलो गरौँ न त के भयो एकछिन भान्जालाई लगेर भनेर आएको भान्जालाई धेरै धेरै धन्यवाद है यहाँ घुमाइदिएकोमा जस थ्याङ्क यू सो मच हस् हुन्छ भान्जालाई यहाँ तलबाट यो चाहिँ चारैतिरको भ्यू रहेछ क्या भान्जाले डेन्जर ठाउँ ल्याए है यो जाउँ यहाँ चाहिँ भान्जालाई देखाउँ त यहाँको ठाउँ कस्तो रहेछ भनेर यो एउटा ठुलो भ्यू रहेछ होइन यो अनि चाहिँ कुरै पिङ होइन छोड्दा यो एउटा रेस्टुरेन्ट के रेस्टुरेन्ट अरे यो ढिकी डाँडा रिसोर्ट भन्ने रहेछ यो डेन्जरै रहेछ जस खुसी लाग्यो यहाँनिर आउनु पाउँदा हिमाल त यहाँ खिच्दैन भन्छ हामी फर्क्यौँ अब यहाँ पानी परिसक्यो अब हामीलाई यहाँ चुट्छ अब केटाहरू कुदेर भएको आउँदाखेरि आफत भएको थियो केटाहरू कुद्या नले छैन पर्दैन न त त्यो बिस्तारै खुट्टा मर्केलाई फेरि घुम्न आएको त्यही त होला फेरि बस्नु सजिलो कहाँ छ र आमसिङ मान्छे बस्न आएको होइन नि त होइन त ल आफत आयो अहिले भर्खरै पुगेको त माहौल छ कता कता लोकेसनै खाना पऱ्यो टेन्सन भयो हामी चाहिँ यहाँ पानी पर्दा छ है पानी कम परेको मौसम यस्तो छ सुनसान छ पोखरा पनि है गाह्रो छ अब आज भोलि चाहिँ अब बाटोहरू सम्पूर्णमा स्वागत छ पोखराको भ्यूहरू धेरै बाँकी छ देखाउन त है म जति ठाउँहरूमा गएँ मैले देखाइसकेको छु होइन अनि भोलि चाहिँ बिहानै हामी यताबाट अब काठमाडौँ फर्किने भइरहेछ अब बिचमा हिजो मैले देखाइ नै हालेको छु है अब आजको चाहिँ अब हिजो र आजको चाहिँ मर्च गरेर एउटा भिडियो बन्छ दामी है सबैजनाले हेरेर साथ दिइदिनु होला मेरो युट्युब च्यानल उमेश राज धिताललाई सर्च गर्न नछुटाउनु होला हामीसँग यात्रा पनि गर्नु होला होइन जानकी दर्शन टुर एन्ड ट्राभल्सबाट हजुरहरूले एकचोटि हामीलाई अवसर पनि दिनु होला घुम्नु होला हामीसँग होइन थुप्रै नेपालको पर्यटकीय क्षेत्रभरिमा हाम्रो चाहिँ ट्राभल्स हुन्छ होइन एकदमै सुरक्षित आरामदायी र हजुरहरूले चाहे जस्तो रोजे जस्तो यात्रा हुन्छ हामीसँग यही भन्दै म छुट्टिन्छु हस् थ्याङ्क यू सम्पूर्णमा नमस्कार मैले चाहिँ आज पोखराको ट्रिप हानेर आएको हिजो अस्तिबाट अब चाहिँ यही नयाँ भ्लग आउँदैछ होइन नयाँ मेरो चाहिँ अर्को भ्लग आउँदैछ तपाईँहरू सबैजनाले लाइक कमेन्ट अनि सब्सक्राइब सल्लाह सुझाव सबै कुरा के छ त्यो चाहिँ दिनु होला है अनि अब चाहिँ इन्डिङ भएको छ हामी चाहिँ अब आज चाहिँ एडिटिङ गरेर बेलुकासम्म अब जस हाम्रो पोस्ट हुन्छ सबैजनाले हेरेर साथ दिनु होला